गाली चाहिँ डरो खान्छ आमाको। आमा काठमाडौँदेखि आउँदाखेरि मेरो नयाँ बिजनेस है त्यो चाहिँ रोटी पसल। तपाईँ छोरी एक्लै भएर पनि कति धेरै काम गरिरहेको छु अहिले चाहिँ। हेलो अनि गुड मर्निङ सबैजनालाई स्वागत छ आजको मेरो नयाँ ब्लगमा तपाईँहरूलाई। म चाहिँ पहिला 5 बजे उठ्ने मान्छे, आज चाहिँ 5:30मा उठेछु अनि उज्यालो पनि भइसकेको छ। त्यही भएर हतार निस्किरहेको छु। म चाहिँ झ्याल खोल्नको लागि जाँदैछु अनि एक्लै छु नि त, त्यही भएर गाह्रो हुन्छ एक्लैले के चाहिँ गर्ने। अनि बिहान उज्यालो पनि भइसकेको छ त्यही माथि, त्यही भएर म चाहिँ छिटो काम गर्नको लागि जाँदैछु बाख्राको लागि। आज कस्तो उज्यालो भएछ, कति ढिलो उठेछ है। यहाँ राख्ने होइन, यसमा पानी हाल्नुपर्छ। चाहिँ खाजा खाएर पनि सब काम सकाएर चाहिँ स्याउलाहरू काट्नको लागि पनि आएको छु। के गर्नु हौ, रुखमा चढ्न सक्दैन क्यारे। स्याउलाहरू त धेरै छ नि त यतातिर, के गर्नु भएन नि, रुखमा चढ्नु सक्ने होइन क्यारे। त्यही भएर गाह्रो छ। कसरी काट्ने हो यहाँ, यो काट्ने लास्टै गाह्रो हुन्छ। म यहाँ चढ्नु पनि सक्दैन। के चाहिँ लिएर जाने हो, घाँस काटौँ भने नि आजकल घाँस पाउँदैन त्यति। पाउनु त पाउँछ तर राम्रो खाले पाउँदैन, बाख्राहरूले खाँदैन सुकेको, त्यही कारण गाह्रो छ। तोरीहरू पनि यस्तो सुकिसकेपछि पुरै कहिले टिप्ने कसरी टिप्ने। स्याउला चाहिँ कसरी काट्ने हो, झ्याउ लागेर आयो। अनि मेरो चाहिँ स्याउला काटेर पनि पुगिसक्यो। मैले चाहिँ यति काटिसक्यो यतातिरको, अनि यता गरेर अलि काटिसक्यो। अनि हाम्रो चाहिँ यता छ के हो यो के भन्छ, मुसुर हो कि के भन्छ यसलाई चाहिँ, सायद त्यही होला। धेरै छ यतातिर चाहिँ, यिनीहरू चाहिँ मजाले बसिरहेछ त्यहाँ, काम छैन।
लास्टै थाक्यो नसक्ने। अनि म चाहिँ स्याउलाहरू लिएर पनि एकछिन बसेर अनि नुहाएर पनि एकछिन बसेर अब खानातर्फ लाग्नेछु। म चाहिँ आज चाहिँ म खाना नखाने भनेर मैले चाहिँ माइली लिएर आएको छु। आज चाहिँ म रोटी बनाएर खाने हो किनकि जतिखेर नि एक्लै हुँदा कति खाना खानु होइन। त्यही भएर आज चाहिँ म रोटी खानेछु बनाएर। अनि हिजो अस्ति नि एकचोटि बनाएर खाएको थिएँ कि मैले, अनि एकदम मिठो लागेको थियो त्यही बेला चाहिँ। त्यही भएर आज पनि कति खाना खानु भनेर चाहिँ मैले आज रोटी बनाएर खाँदैछु। अब कसरी हाल्ने हो, यो पुरै चाहिँ नहालौँ, धेरै त हुन्छ, धेरै हुन्छ यो चाहिँ। त्यही भएर अलिकति मात्र एक दिन चाहिँ म पानी रोटी खानेछु बनाएर। एक्लै हुँदाखेरि कति धेरै अल्छी लाग्ने के, बोल्ने मान्छे कोही पनि हुँदैन, जतिखेर मोबाइल चलायो बस्यो, कामै त्यही हो के। एकजना साथी भएको भए त बोल्नलाई पनि सजिलो हुन्थ्यो नि त, रमाइलो हुन्थ्यो, अलिक काममा अलिकति हेल्प हुन्थ्यो। त्यही भएर एक्लै हुँदा चाहिँ लास्टै झ्याउ लाग्ने रहेछ। कति सुत्नु, कति मोबाइल चलाएर बस्नु, कहीँ जाउँ भने नि कहाँ जाने, लास्टै अल्छी लाग्ने छ। अनि म चाहिँ रोटीसँग आलु तरकारी चाहिँ आलु बनाउने हो, आलुसँग खाने हो। अलिकति मैले पुगेन छ, त्यही भएर मैले फेरि हालेँ। मैले चाहिँ तरकारीको लागि भनेर यति खोर्सानी हालिसक्यो। एकदम पिरो बनाएर खाने भनेर चाहिँ मैले यति खोर्सानी हालिसक्यो। अब कतिको पिरो हुन्छ, पिरो त धेरै पिरो हुन्छ। अनि यो भयो अलिकति लसुन, धेरै चाहिँ नहालौँ, त्यही भएर यति हाल्छु म चाहिँ। यतिको मात्र गर्न सक्यो मैले चाहिँ, हात दुखिसक्यो मैले चाहिँ। अब म यसमै मिसाइदिन्छु कोही बेला। अब चाहिँ म यो चाहिँ भयो भएर अर्ग्यानिक है हाम्रो यो, अर्ग्यानिक त सबै अर्ग्यानिक हो। यो चाहिँ तरकारीको लागि भनेर मैले यसरी बनाउँदैछु। अनि यसमा चाहिँ मैले सबै मिसाएँ। अब यसमा चाहिँ यतिकै छोडौँ। अब म रोटी बनाउने तर्फ लागौँ। लाग्यो, कति बेला बनाउने हो कति बेला खाने हो त्यो थाहा भएन। अनि मैले आलु पनि काटिसकेँ, एउटा त आलु यति आलु काटिसकेँ मैले चाहिँ। त्यही भएर अब म यो पछि बनाउने हो। अहिले चाहिँ फर्स्टमा रोटी बनाउँछु। फेरि मलाई राम्रोसँग बनाउन आउँदैन है रोटी।
गोलो हुँदैन कहिले नि मेरो चाहिँ यो हेर कस्तो हुन्छ मैले चाहिँ यहाँ तेल पनि हालिसकेको छु है मैले यसमै तेल हालेको हो मैले यतिको बनायो अब यो तेल पाकिसक्यो मैले अलिकति मात्र हालेको हो तेल चाहिँ धेरै चाहिँ हालेको छैन केले निकाल्ने हो निकाल्ने त के लिएर आएन छ अहिले त चाहिँ म चम्चाले पल्टाइदिन्छु कतिको हुन्छ यतिको हुन्छ चाहिँ रोटीहरू पाकिसक्यो अब लास्ट फाइनल यो एउटा बाँकी छ अनि यति बनाइसक्यो है मैले चाहिँ कोही कालो भइरहेछ कोही के हो है यो चाहिँ फर्स्ट बनाएको फर्स्टमा हालेको त्यो चाहिँ कालो भयो अनि यहाँ तेल पनि पाकिसक्यो पल्ट्यो पल्ट्यो ला भएन झन् लास्टको अत्था तरकारी बनाउनु पर्ने हुन्छ मैले चाहिँ तरकारी बनाएर चाहिँ अनि खाने हो वाह यसरी खानु नि मिल्छ तातो तातो छ अब तरकारी पाक्दाखेरि चाहिँ यो चाहिँ त्यसलाई सक्छ चिसो हुन्छ फाइनली मेरो रोटी चाहिँ पाकिसक्यो अब म तरकारी बनाउने जतिखेर नि यो आलु पनि कति खानु हौ आजकल तरकारी भनेको आलु मात्र खान्छ अरू केही छैन त्यही भएर दिक्क लाग्यो यो आलु खाँदा खाँदै आलु जस्तै हुन लागिसक्यो ओ भनेर साथी यसलाई एकछिन राख्नेछु छोपेर राखेको छु यसलाई चाहिँ अब फाइनली मेरो चाहिँ तरकारी पनि पाकिसकेको छ मेरो चाहिँ पाकिसक्यो खाना सेलाइसकेको छ है यो चाहिँ 3 घन्टा राखेर हेर्छु सक्यो भने खान्छु सकेन भने खाँदिनँ तर यो चाहिँ लास्टै पिरो भएछ अब यति खाएर हेर्छु मेरो आजको खाना यो चाहिँ अब
म चाहिँ रोटी खानेछु। कतिको मिठो भयो कतिको भएन। पिरो त खतरा भएछ त। मलाई मैले बनाएको रोटी एकदम मिठो लाग्यो, त्यही भएर म चाहिँ अब रोटी पसल खोलेर बस्नेछु। मेरो नयाँ बिजनेस है त्यो चाहिँ रोटी पसल। धेरै मिठो लाग्यो मलाई चाहिँ। यो चाहिँ यसरी खानुपर्ने हुन्छ। आलु आएन त हो। म चाहिँ अहिले पानी हाल्नको लागि भनेर यतातिर आइपुगिसक्यो। अनि आमाले जति हेर नि गाली गर्नुहुन्छ नि त मलाई। राम्रोसँग पानी नहालेको सबको राम्रो भइरहेछ, हाम्रो मात्र सुकिसकेको के भनेर। यतिको त ठिकै हो, हेर्नु आमा सकेसम्म त मैले पानी हालिरहेकै छु। तपाईँको छोरी एक्लै भएर पनि कति धेरै काम गरिरहेको छु थाहा छ मलाई। तपाईँहरू पनि हेरिराख्नु भएको छ मेरो भिडियो। बुबाले चाहिँ जतिखेर नि मेरो भिडियो हेरिरहेको हुन्छ क्या, त्यही भएर आमाले चाहिँ यतातिर राम्रोसँग पानी नहालेको भनेर मलाई हिजो अस्ति नै काठमाडौँ जाँदाखेरि मलाई गाली गरिरहेको थियो। बुबाले चाहिँ सबको राम्रो रहेछ, हाम्रो मात्र सुकेछ, पानी नै हालेन छ यिनीहरूले भनिरहेको थियो बुबाले चाहिँ। त्यही भएर म सधैँ हालिरहेको हुन्छु, तर के भन्नु पानी नै पुग्दैन त अब त्यो मेरो के होस् होइन। त्यही भएर राम्रै छ अहिलेसम्म त यिनीहरू। तर त्यो लसुन चाहिँ सुकिसक्यो हाम्रो तलतिर। त्यही भएर पानी नै यत्रो सानो छ, अनि कसरी हाल्ने कहिले हाल्ने 1 घन्टा 2 घन्टा जति लाग्छ पानी हाल्ने यतातिर। त्यही भएर गाह्रो छ। हुन त आजकल त्यति काम पनि छैन नि त, मल बोक्ने काम त सकिसक्यो हाम्रो चाहिँ। त्यही भएर आजकल काम भनेको घाँस काट्ने बाख्रा हेर्ने त्यस्तै हो। तर होइन एक्लै हुँदा त लास्टै अल्छी लाग्ने रहेछ कि, किनकि अलिकति काम गर्दा पनि धेरै काम गरेको जस्तो हुने रहेछ। अनि थाकेर केही कामै गर्न मन नलाग्ने हुन्छ नि त, त्यस्तै हुन्छ मलाई चाहिँ। पानी हालेर पनि म चाहिँ माथि आइपुगिसक्यो। अब मेरो काम यो लट्ठीहरू मिलाएर राख्नुपर्ने हुन्छ। बाटो चाहिँ यस्तो छ कि यस्तो बिजोग भइरहेछ नि यहाँतिर, पुरै हेर न सब बिजोग भइरहेछ। अब योहरू मिलाउने छु म चाहिँ। थाक्यो हौ म त दौडेर आएको त। कता अनि मैले चाहिँ यतातिर सफा पनि गरिसक्यो। अघि त कति ठाउँ नै थिएन नि त, हिँड्ने ठाउँ पनि थिएन, पुरै पोहोरहरू थियो। अहिले चाहिँ मैले सफा गरिसक्यो। अब बाख्राहरू चाहिँ लिएर जानुपर्ने हुन्छ, त्यही भएर मैले चाहिँ उनीहरूलाई छोड्नको लागि आएको थिएँ त।
यो चाहिँ सधैँ यस्तै गर्छ के छिटो ल सुतेर बस अब तिमीहरू। मेरो चाहिँ सबै काम सकेर पनि मैले चाहिँ अघि बिहानको रोटी अलिकति बाँकी थियो, त्यही खाएर चाहिँ अब म सुत्नेछु। अनि आजको भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। र मलाई चाहिँ धेरै खुसी लागिरहेको छ किनकि तपाईँहरूले चाहिँ मलाई बिर्सनु भएको छैन रहेछ भनेर। अनि त्यही भएर थ्याङ्क यू सो मच यति धेरै साथ सपोर्ट माया दिनुभएकोमा। र अझ योभन्दा नि धेरै 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 साथ सपोर्ट माया दिनु होला। अनि त्यही हो, धेरै खुसी लाग्यो तपाईँहरूको साथ सपोर्ट देखेर। आजको भिडियो चाहिँ कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला भन्दै म चाहिँ छुट्टिन चाहन्छु। बाई बाई।